हेलो साथीहरू, आज चाहिँ म तपाईलाई सब्जी बारी देखाउँछु है त के रोपेको छु भनेर। ल हेर्नुस् है त। यहाँनिर रोपेको छु डल्ले खुर्सानी। यो डल्ले खुर्सानीले अब फुल दिँदैछ। यहाँनिर बीचमा रोपेको छु मैले डल्ले खुर्सानी रोपेरी मैले सिमी रोपेको छु। अनि अब सिमी पनि फल्दैछ। यहाँनिर यो सबैमा डल्ले खुर्सानी लाएको छु मैले। यो पर सबै छ। यहाँनिर सबै डल्ले हो। यहाँनिर मैले डल्ले लाएको छु। यहाँनिर बीचमा डल्लेले अब यहाँनिर फुल दिँदैछ। तपाईहरुलाई पनि डल्ले खुर्सानी चाहिन्छ भने डिमान्ड दिनु होला। यहाँनिर फल्दैछ सिमी। यहाँनिर अर्को गरामा रोपेको छु मैले डल्ले खुर्सानी। यहाँ परसम्मै रोपेको छु। यहाँ परसम्मै मैले डल्ले खुर्सानी रोपेको छु। डल्ले खुर्सानी रोपेरी चाहिँ मैले सिमी रोपेको थिएँ। अलिकति यहाँनिर डल्ले खुर्सानीले सेभ भयो जस्तो पनि मलाई लाग्यो। तर यो सिमी मरेपछि यो डल्ले खुर्सानी आइहाल्छ। फुल्दैछ। अब यो बर्खाको पानीले किराले चाहिँ के गर्छ। सबै यहाँ परसम्मै देखाउँछु है त। यो सबै मैले नेट लाएर रोपेको छु, नेट कुखुराले खोर्सिन्छ भनेर। दुईटा सब्जी यहाँनिर भइराखेको छ, डल्ले र सिमी। सिमीले पनि फल्दैछ। यहाँनिर मैले बोडी रोपेको छु। यसले अब बर्खामै फल्छ। यहाँनिर छ काँक्रा। काँक्राले फल्नु लागेको छ। एक दुईवटा फले जस्तो पनि छ त, किराले खाएछ। यहाँनिर रोपेको छु चिचिन्डो। अलिक परतिर पनि छ। यसले पनि बर्खामै फल्छ। यहाँनिर छ मकैबारी।